यस्तो कोहीलाई देखेर इशारा तिम्रो कान्छी बुझ्नै किन सकिन मायामा हुन्छ यस्तो भन्थे तर थाहा थिएन नशालु आँखामा यसरी तिम्रो डुबे म तिम्रै बारे सोची बस्छु म डेली तिम्रै लागि हो भने हुन्छु म रेडी गर्दिन्छु भन म चाहिँ नि बोलेको फेर्दिन बोली तिमी नै हौ मैले भनेको केटी छोडिदिए पाएको जति सबै सेटिङ बेबी आम रेडी भन जे भन्नु छ तर जे गर्नु छ तिम्रो वाइफ जस्तो भेटिन गाह्रो छ तिम्रो ठाउँ भनेकै मेरो अङ्गालोमा बालेर राख्छु म तिमीलाई मात्र तिमी र म अनि तिमीलाई मलाई नरोक न एकछिनलाई मलाई नरोक न एकछिनलाई थाहा छैन खै कसरी फसे म माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 फर्स्ट टाइम जब मैले देखे तिमीलाई बेबी म तिम्रो फ्यान भयो बेबे म तिम्रो फ्यान भयो बेबी तिम्रो बारे सोच्दा सोच्दा टाउको ह्याङ भयो बेबे धेरै पछि देखे मैले तिमी जस्तो केटी 100K फलोवर्स इन्स्टामा अलरेडी टिकटक लाइभमा अरे देख्छु तिमीलाई डेली झन् फिल्टर युज गर्दा देखिन्छौ केटी फेरि खाएर ठिस बाजु बाजु हल्का स्लो दिनभरि ट्रिपमा आउँछु म र मेरो ब्रो माया तिमीलाई मात्र गर्छु बेबी अलरेडी नो केटीहरूले कल गर्छ भन्छु सबलाई नो भरे राति सोच वागो जस्तो फ्लो छ झोलासँग पोछ याबीसँग डो छ हान्नु पर्छ 3 हान्नु पर्छ 4 हान्नु पर्छ ग्याङ ब्याङ तलदेखि माथि तिम्रो सबै कुरा पर्फेक्ट छुट्याउन गाह्रो तिमी मान्छे हो कि बर्मेट देखे तिम्रो बाँकी सबै कुरा तिम्रो मायामा झ्याप खाएको छैन ट्याब्लेट घुमाइदिन्छु म बेबी फ्लो जस्तै ब्याब्लेट क्लिन कटमा बस्छु तर साथीहरू झ्याप्ले 36 वटा केटी मैले घुमाइसके ऱ्यापले लभ बाई डाउने रे बेबी बनाइदिन्छु न्याप्लेस पुल पान्छु घरमा तिमी भन तिम्रो एड्रेस घटाइन्छु बस्छु तिम्रो बनाइन्छु फ्याटलेस खेलाएर पुसी तिम्रो भिजाइदिन्छु म्याट्रेस मसँग छ म्याच छिक्ने पुसी तान्ने म्याग्नेट बाइने माछ सोझो केटी बाइने माछ ब्याबेज खेलाउँछु भिडियोमा तिमीलाई बनाइदिन्छु एक्ट्रेस फ्री स्टाइल सिक्ने गरा छैन प्र्याक्टिस सुनि छैन गोट एक्स झोला ग्याङ म्याचेस माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 माया चालैमा 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 स्याटरडे सन्डे साथीभाइ साथमा रिजिला हानेर रातो छ आँखा टाइममा कराइछ बन्दैछ नाममा तर घर जाने बाटोमा छ मामा आडिसु भन्दा लाग्यो उसलाई ड्रामा बन्दैछ मन पर्दैन त्यस्तो गाना किरा लागेको छ तेरो जरामा सबै ऱ्यापर्सहरू हुन्छौ न साममा कुरा त्यस्तो होइन नि हो छैन नि बिग्रेको यो सामाजिक कुराले नजान्ने बुढाले आर्टिस्टलाई ट्यापे बनाइदियो मेरो समाजमा कसैले नगर्या कुरा गर्न मनाइदियो मैले गर्न थाले नराम्रो चरित्रमा माथि खनाइदियो यस्तै कुराहरूले स्ताउँछ मलाई त्यही भएर हिँड्छु म रिजला चलाए म छु पनि साथीहरू पनि भए क्याप तर गीत लेखी रात काट्ने म र मेरो भाइ दिनभरि दिदीको स्कुटीमा राइड आमाले पस्केको भात नखाई चल्दिने म्युजिक रेकर्ड गर्नलाई त्यसैले खुसबे बाँच्छु म दुःखमा हाँस्छु म थोरै छ मिल्ने साथी उनको लागि खास छु म के होला भविष्य मेरो मलाई के थाहा छैन छु ओडा केडाहरू 4 लोभ लाग्ने 5 दिन सायद 5 दिन होला म तर मरेर पुग्नु छ त्यहाँसम्म जहाँ बुद्धको आश्रम छ अनि पढ्न मन छ मेरो घाँटी च्यापी मार्दे भगवान कि मेरो लाइफमा सब कुरा ठिक पार्दे भगवान दिनभरि चार्जमा कसैले चिन्थेन सिनियर दाहरूसँग हिँड्थे म जिन्दगी बनाएउ जस्तो लाग्थ्यो तर त्यही मेरो नराम्रो दिन रहेछ भनी भाइहरूलाई सम्झाउँछु म जति सम्झाए नि फेरि मान्दैन हुन त गलत होइन मेरो भाइहरू पेट भर्न केही नभई सामान ढिल हान्दैछ थाहा छ मेरो जिम्मेवारी केही सिकाइराख्नु पर्दैन दुनियाँदारले त काम लाग्दैनस् भन्थ्यो मेरो टिचर कसैले नगरे काम गर्दैछु हेर जसो भए पनि नो रिग्रेट आज भोलि नो पिल्स नो सिगरेट्स गर्नु छ वाइबीको सपना पुरा त्यसैले अब नो बिप नो स्ट्रेस नो बिच नो स्ट्रेस तेरो चाहिँ मन छ त्यही गर
don't care मुटुको कुरा हुन लाग्दैन बेर पानी नपरोस् तेरो त्यसैले म एक्लै थिए एक्लै छु एक्लै छोड्थे साथीभाइसँग नि हुँदैन भेट चियान जस्तो लाग्छ म सुत्ने भेट मैले त राम्रै गर्न खोजेको तर सबैको राम्रो सोच्दा पाए हेट मेरो दाइले भन्छ छोड्दे त र्याप कति गरे बाउलाई बुढी माउलाई र्याक बुझ्दैनस् त समस्या घरको चिलिममा सरको तानेर त किन दिउँसै झ्याप थालिस क्याउ गोटी झ्याप नलखिरा पर्यो आँखामा आँखा रातो सबले सोध्छ यो झ्याप छ मेरो घाँटी च्यापी मार्दे भगवान मेरो लाइफमा सब कुरा ठिक पार्दे भगवान मेरो घाँटी च्यापी मार्दे भगवान मेरो लाइफमा सब कुरा ठिक पार्दे भगवान नराम्रो सपना देखे मैले हिजो राति ठिसमा त्यसैले आज आँतिएर टेक्स्ट यु कल मी ब्याक जब हुन्छ तिमीलाई फुर्सद साथी भन्छ आउँदैन फोन कति कुर्छस् यस्तै यो लाइफ छ बिस्तारै बुझ्छस् त जब सिसाको ग्लास जसरी फुट्छस् तिम्रो ब्याड टाइम्समा थिएँ म दुःख पर्दा तिमीलाई कहिले पछाडि हटेन चिने मान्छे आफ्नो भयो आज तिम्रो लागि सँगै हिँड्ने मान्छे पराई भए म जे गर्नु छ गर के भन्नु छ भन मलाई तर आँखामा हेरेर तिमीले छाडी गाले मै त मरिजाउँ लो राति निन्द्रै लाग्दैन मै कसरी रौलो मुटु चिर्न्या गरी दुख्छ मन कसरी सौलो तुइले छाडी गाले मै त मरिजाउँ लो तुइले छाडी गाले मै त मरिजाउँ लो राति निन्द्रै लाग्दैन मै कसरी रौलो तुइले छाडी गाले मै त मरिजाउँ लो राति निन्द्रै लाग्दैन मै कसरी रौलो मुटु चिर्न्या गरी दुख्छ मन कसरी सौलो म पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु कहाँ 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 मरेर बाँचेको मान्छे हो झर्ने मात्रै पनि दुःख पर्यो मलाई भन्दैन केटीके केडाहरूको नि भर्दैन त्यसैले सबैसँग ह्यान्डसेक गर्दैन म साँचो कुरा गरे चिक्सहरू झर्किन्छ भनेर पाइन्न नि बेबी भर्जिनमा अहिले नि कोमलो मुटुको सर्चिङमा तर भन्छ साथीहरूले भरौँ न केटीको त्यो मुजी सेडिङ हो अस्ति भर्खर चिक्ने त्यहीसँग डेटिङ थियो यु न गेटिङ ब्रो के गर्ने केडी बिना फेरि गरौँ न डेजबिङ केटीलाई रेस्पेक्ट नि गर्छु म साथ जुनी साथ खोला तिमीसँग धर्छु म भनेर भन्दैन किनकि कालै जस्तो किन हेर्छु मलाई कालै जस्तो दुख्छ मेरो मुटु भित्र हाताले निकाले जस्तो कपर डाले जस्तो बाछु तिम्रै पाले जस्तो भाकल साकल तोड्न बरु भन चाहियो भाले कस्तो नदेखेका कुराहरू पनि देखियो सेलिब्रिटी पछि जरुरी भेटियो लाइफमा असल गरे मैले यतिको कि बसको जस्तो लाग्छ टिकट यतिको खतरा खतरा ऱ्यापर जरुरी चेतियो रियल एज फक भन्ने पनि फेक थियो जब पाइला टेके सिनमा पश्चिमे पुच्चीले इतिहास लेखिदियो पश्चिमे पुच्चीले इतिहास लेखिदियो जब काठमाडौँमा पाइला टेकियो मलाई थाहा छैन अहिले के कति छ भुलेको छैन पहिला मसँग के थियो भुलेको छैन मैले आफ्नो रुट जानी हुन्न म कोहीसँग रुट मलाई नि टेन्सन हुन्छ कहिले काहीँ मेरो नि अफ हुन्छ मुड म त्यही पनि पर्खिरहेको छु पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ
पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ कहाँ छौ कहाँ छौ पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ कहाँ छौ Yeah, yeah, put your hands up. Yeah, we could dance up. Yeah, we could fans up. Yeah, we could slangs up. Yeah, we a gangster. Yeah, so when the dance up. Yeah, we let out this turn it out. Yeah, we could dance up. Yeah, put your hands up. Yeah, we could fans up. Yeah, we could fans up. Yeah, we could slangs up. Yeah, we a gangster. Yeah, so when the dance up. Yeah, we let out this turn it out. Yeah, we could dance up. नेपमा चर्चा नगरी खर्चा नेपको हिस्ट्रीमा नाम भयो दर्ता या बितो कोट र्यापर्सको सरदार पिट्ने बे काट्ने त पान्छेको पर्चा म गर्दैन कसैको नि फ्रीमा पर्चा त्यसैले बोकेर आउने टर्न नखल्टीमा टो डोनो भए पो पनि नभए बाबु त खर्जा दस्ता डन्डीमा पर्दैन हर्जा मन्डीमा बेच्नु बन्द त मर्जा जत्तकै पानी चरे तेरो छकास तलाई गर्दै क्या जिब्रो सरुवा त मुजी डरुवा म भन्ने गर्दैन कसैको पर्वा अब रियल टक चाहे अरे तलाई तान्नु क्या निधारमा दुनाली पर्वा पर्वा बोल्दैन कोट मुजी भीको आठमा दस्ता काटमा जुनिन्छ झाँटमा जोकिन्छ बाटमा लैजान्छु पास्टमा म्यामको प्यारो विद्यार्थीमा क्लासमा बस्ने लास्टमा त भन्दा दामी थिए म कक्षा 8 मा ब्रो अब गीतहरू फाल्छु म पानी परे जसो स्ट्रिटको थगहरू छाता ओड त मुजी ड्रामा डोल खाएर जहिले नै झ्याप देख्दैन स्केल पहिला त आँखा खोल्यो खेलको कृष्ण म त मुजी सुदामा होस् तर म साथी होइन तेरो बानी सुधार्न ब्रो मेरो जहिले फोन पेमा तेरो लाइफ उधारमा ब्रो सरकार लेट्स गो सरकारी जागिर छैन मेरो त्यही पनि यो ठाउँको सरकार म सुनामी हावाहुरी फिल गर्छ सबले मेरो हरबारमा कताकै बस केटीलाई यता काम हुँदैछ हिस्ट्री मेकिङ भाइ दिनभरि स्टुडियो गाना बनाउँदै भइन्छ छ्याप पनि कोकसँग जेडी खाए किन भन्नु पर्यो नेजीलाई आइसक्यो याद पश्चिमबाट रेजीलाई जति ठुलो काण्ड पर्यो नि एक्लै झेल्ने बानी हाम्रो बोलाउँदैनौ ड्याडीलाई तोरीहरू भागे हुन्छ साइड नेपालमा दिएर क्रेजी भाइब हाम्रो सोमा क्लब पुरै बुक हुने डेली जस्तै लेडिज नाइट गाना फ्याक्यो जस्तै ढोल बज्यो मेरो फोन बज्यो आसी होल्ड इट अप ब्याङ्क एकाउन्टमा पेटी भन्दा माथि सर्टी बन्छ मलाई ड्याडी फक I'm stacking I'm making this cash a roll pull and then I light it up स्ट्रिटमा उत्रे म जहिले केटाहरू साथमा सबै छ ख्यारी गल्ली 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 चोक चोक असल्टेहरू सबै डोप डोप गर्दिन ऱ्याप ब्याटल म तर स्टेजमा गएसी एन्टी चोक 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 फेरि टोप पनि बोक्छु 2 केजी गाना बन्छ मैले खोकेसी रुकुम कर्णालीको चरस र खल्तीमा माल भाइ या डोप बोसी न डोप बोसी Yeah, put your hands up. Yeah, we could pants up. Yeah, we could fans up. Yeah, we could slangs up. Yeah, we a gangster. So when the dance up. Yeah, we let out this turn it out. Yeah, we could dance up. Yeah, put your hands up. Yeah, we could pants up. Yeah, we could fans up. Yeah, we could slangs up. Yeah, we a gangster. So when the dance up. Yeah, we let out this turn it out. Yeah, we could dance up. कहिले यता कहिले उता कहिले चप्पल कहिले जुत्ता कहिले सोधो चिक्स कहिले हान्छु जुगा कहिले नगद कहिले उधार सुन बेबी तिम्रो हुन सकेन त्यही पनि तिमीलाई मिस गर्छु म सुन बेबी तिम्रो हुन सकेन त्यही पनि तिमीलाई मिस गर्छु म हेलो बे मलाई प्याचिपी अगाडि भेट गर्नु छ धेरै कुरा तसँग तर होइन नि डेट रोप्ने क्लियर जहाँसम्म हान्दैन हेर बाचामा गर्दैन केही माया त गर्छु तँलाई मुटु फुट्ने गरी तर गर्दैन तसँग बे मन पर्दैन मलाई डेटिङ मन पर्दैन मलाई चेडिङ मन पर्दैन मलाई रेली जोसँग नि बस्ने केडीको बाल लाग्दैन याबीले सेकेन्ड ह्यान्ड माल चाख्दैन जे हो त्यही बोलिदिन्छ पिठमा फ्याक कुरा गर्न मलाई लाज लाग्दैन कहिले यता कहिले उता कहिले चप्पल कहिले जुत्ता कहिले सोधो चिक्स कहिले हान्छु जुगा कहिले नगद कहिले उधार कहिले यता कहिले उता कहिले चप्पल कहिले जुत्ता कहिले सोधो चिक्स कहिले हान्छु जुगा कहिले नगद कहिले उधार कहिले यता कहिले उता कहिले चप्पल कहिले जुत्ता कहिले सोधो चिक्स कहिले हान्छु जुगा कहिले नगद कहिले उधार Yes sir
This song is for my bitch. Don't miss you, but I miss you sometime. Let's go, history in the making. Super Yavi the GOAT. Be big on the beat. Long time. धेरै पछि हाम्रो टाइम आए जस्तो छ ब्रो हामी जस्तो बीट जिर्ने दायाँ बायाँ छ यहाँको पुरानो मेरो लुगा तर नयाँ नयाँ फ्लो हामीले खाइसके सिन देत इन्टरभ्यूमा पोज पोल्टी बेनपा ओडा नम्बर 2 जातले म राजा पैतडीको बाघ खुला पुइ सुन्छ मलाई देहरादुनदेखि दार्जिलिङको स्ट्रिट हामीले वेस्ट साइडको हिप हपलाई ल्याइरहेछौँ पुइ म यो बन्ने ऱ्यापर सलाफाल एफमा पैसा आयो अरे सबै मालामाल तर म गर्दैन कसैको जब बस्दैन तलबमा किनकि फ्रीमा म्युजिक दिने सार्वजनिक कलाकार म त खबरदार बस्त मेरो हरेक बार प्रष्ट फेरि स्किल्सको नाममा नबुझिने ऱ्याप गर्छ चाक गर्दैन खर्च त माथि मेरो शब्द हाम्रो डिस खान पनि मुजी लेभल हुनुपर्छ हाम्रो डिस खान पनि मुजी लेभल हुनुपर्छ टिभीमा आउन केबल हुनुपर्छ घरमा स्टेबल हुनुपर्छ काम गर्ने बेला राजा होइन लेबर हुनुपर्छ ऱ्यापर बन्न फरक खालको तेबर हुनुपर्छ कि ऱ्यापर बन्न मेरो पेन पेपर हुनुपर्छ लाडा मुखमा पेन्दैन रियल ग्याङ्स्टर भाइब सबै केटाहरू सिक हिप हप द बाइक त्यसले देखाइछिनस् भाइ हाम्रो क्रेजी साइड प्रेङ्का कार्की भन्दा साक्षी लाग्छ ऱ्याप हान्दा माइक धेरै समय पछि बल्ल बल्ल पाए मौका आज सडकमा हिँड्ने केटा पारा दिन्छ सोमा सबै अपोनेन्टहरू मेरो गीत सुनेर कोमा तोरी ऱ्यापर्स भए पाण्डव यो खेलको म थ्रोना लामो रेसको घोडा हार मान्ने मध्ये होइन डीजेले बीट बजाउँदा कहिले माइक पास गर्दैन आत्मविश्वास टम्नै छ मेहनत दिन रात गर्दै म साइडमा चुपचाप बसेर छोटे इतिहास बन्दैन त्यसैले बोली जस्तो हाम्रो काम पनि एक कलमा केटाहरू बेला हुन्छ काम परे तेरो सोच भन्दा माथिको लेभलमा नाम पनि सत्य घटनामा आधारित हुन शब्द काल पनि यावी द गोड तेरो लेभल होइन छोड त माथिको सोच कहिले नपाउने खोज म जन विक प्यान मेरो हतियार ब्रो त फोटो छाप्न लुगा खोल्ने टाइटेनिकको रोज अब के कुरा गर्ने बुझी खुरुपको औकातमा झर्ने त सन्नी लियोनी म सन्नी देवल अनि घण्टा मिल्छ तेरो मेरो लेभल बुझी उमेर 18-19 काम 420 देख्न म फुचे पछि पर्या हुन्छ पुलिस आफ्नै ताल हुन्छ बाल छैन दुनियाँदारी यादउँछ उसले पाउको जिपर्का परेपछि गुन्डा ट्यापे सबले भन्छ उसलाई गजेडी बाहिर खाते भगवान हो भित्री मनदेखि नहेरी यताउता निस्को सिधा गर्देखि गर्दैन आमा जस्तो माया उसको नयाँ घरबेटी बाँच्ने अधिकार खोसिसक्यो उसको समाजले चाहिन्छ मदिरा नत्र च्याप्छ मानसिक तनावले भन्छ तरिका कुलतको पर्खाल नाङ्ने हुन्छ तडी पारो पनि बस्छ ठाउँमा सानले काममा ध्यान दे हार नमान्ने विश्वास बोक मनभित्र ल्याम्मै चाल्दे पाइला सर्को तान्दै डर नमान है कोही छैन त जस्तो बलियो मान्छे हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ हाँस्न पाऊ र माउन पाऊ ठाउँमा रोशन होस् दुखी बाउको नाउ गर्बले हाँस माउन मात्र एउटै छ सपना भोलिको दिनमा आत्महत्या नहोस् दर्दनाक के गरोस् जब कोही छैन साथमा एक हातमा खाली फ्ल्याग ब्ल्याक अर्को हातमा कोटाउँदै बस्छ दिनभरि काम छैन त्यसैले उसको आमा बाउले छोरो मान्दैन बल्ल बल्ल जान्दैछ समाजको बान रहेछ जति राम्रो गर्न खोज्यो कसैले बाल छैन एक्लै घुम्सेर बस्छ यो समाज भन्दा टाढा जति परोस् भित्री चोट बाहिर निकाल्दैन अँध्यारो रातमा उज्यालो खोज्दै हिँड्छु म सूर्यको तापमा बर्सात बिना बिजिन्छ सबैलाई मन पर्ने गीत लेख्छु लेख्न त तर मैले गर्ने काममा भविष्य देख्दिन बुझ्ने गाह्रो यो जिन्दगीको खेल अझै कोठाभित्र बन्द लाग्छ साला जेल जस्तै म बने दिन रात मेहनत गर्छु तर सँगैको साथी भाइ शुक्रबाट मेल पस्दै मलाई पनि मन छ ठुलो मान्छे बन्ने मलाई पनि मन छ रितो गोजी भर्ने सोचिरहेको छु सपना पुरा कसरी गर्ने मानसिक तनावको तालाब कसरी तर्ने हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ हाँस्न पाऊ र माउन पाऊ हाम्रो लागि पनि हो समाजमा राम्रो ठाउँ
हामी पनि छियौं मेन स्ट्रिममा ओहो तर पारा जहाँ गए पनि खतरा बार्ज अनि खतरा भोकल्स तँलाई के लाग्यो म्याच नि डन्न रिजी हुन्छु बिजी केटाहरू वेटमा बस्छ रिजीको एस एकदमै गिदी लेख्ने बेला कपीमा खस्छ केटीएम सिटीमा हान्छु मिटिङ गरे हैन चल्नलाई खर्च म पनि जिदी उल्टै हान्छु गिदी महेन्द्रनगरमा घर छ ओली पर सर्त नाइज त बीचमा आफ्नो काम गर्त ताल परे 20-30 केटाहरू झर्छ म पनि हेर्छु मुजी कसले के गर्छ रियल टक रियल सिट जसले पनि हाम्रो केटाहरू खुकुरी घुमाइदिन्छ नाङ्गो डिसमा ढुकुटी उठाइदिन्छ ब्याङ्कको स्विटमा जो पनि छ हाम्रो ग्याङ हो अहिले फेरि छुट्टी छ पारा छोडिसके भन्न मैले ग्याङ ग्याङ लाटा हसलले असल भएको हो म बुझाउन पासा न कोही माथि भरोसा गर्दैन आशा अफसरहरू देखे भने चिम्लिन नाखा पुरा आए आर्टको बदल्दिन्छु आकार हाने होइन झासा हाम्रो रियल लाइफ साकार तर फेरि स्वाग भन्दा ऱ्याप बेसी हुन्छ हाम्रो 100 टका 100 टका 100 टका वैसा मेरो त मेरो हो भन्दै बस पैसा जोरे भने गर्न सक्दैनस् मनमा रिस तेरो तर भन्न सक्दैनस् दारले जे भने पनि मुझे बारले भन्ने हस 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 कोले भने तँलाई मतलब यो म कोले भने यावी घमण्डी बा छ पहिला कोही थिएन साथमा अहिले क्लाउड चेन्ज गर्न सबजना पोक गरिरहेको छस् म होइन म्याच हुने मतलब व्यस्त झिलिमिली बोल्ने सर पनि मतलब रहेछ सानो गाउँबाट आएको घाउ चोट धेरै खाएको मान्छे अघि बढे देख्न सक्दैन को हामी पनि छियौं मेन स्ट्रिममा ओहो तर पारा जहाँ गए पनि खतरा बार्ज अनि खतरा भोकल्स तँलाई के लाग्यो म्याच डन्न रिजी हुन्छु बिजी केटाहरू वेटमा बस्छ रिजीको एस एकदमै गिदी लेख्ने बेला कपीमा खस्छ केटीएम सिटीमा हान्छु मिटिङ गरे हैन चल्नलाई खर्च म पनि जिदी उल्टै हान्छु गिदी महेन्द्रनगरमा घर छ म्युजिकमै लागि परे म अरु थिएन केही उपाय दुःख पीडा जति भए पनि मनभरि सजाए मैले पाउनु पर्ने पाए लाइफमा हार पनि खाए हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई बाजीगर बन मलाई बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई बाजीगर बन मलाई बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई आज नबोल्नु पर्ने बोल्दिन्छु सिधा बाटो मोड्दिन्छु शब्दहरू बीटमा म सर्प जस्तो घोल्दिन्छु अपि होइन भाइ तँलाई फ्लो स्विचले डोल्दिन्छु कति चाहियो ट्र्याक हिट गीतहरूले तोल्दिन्छु खतरा होइन खतरनाक चिजहरूको शौकिन हुँ तेरो मन पर्ने बिचलाई म ज बनाएर छोडिदिन्छु सबै रेकर्ड तोड्दिन्छु चालिरहेको बिगर मुभ्स पहिला पछि इतिहास नभए नि औजिसु तर फेरि गोजी फुल मतलब पैसा टन्न छ केलाइदिन कसैले अस्ट्रेलियाबाट भन्न त साथीभाइमा कहिले पनि रिस राग गर्दैन म त्यसैले हाम्रो लेभल माथि कहिले यहाँ पुग्दैनस् त नेपाली हिपहप भइरहेको थियो डर मैले बाले टर्स त काथिस कतै तँलाई देखिन जुन टपिक मानि लेख्दिन्थे म वर्स 24/7 नर्स त अल्छी लेख्ने बेला लेखिनस् कहाँबाट लेख्थिस चिक्ने कम पर्यो प्र्याक्टिस हामी सँगै भएको भयो रियल हसल के हो देखथिस तेरो काम हुन्न यति मुजी कुरा मात्र बेसी म स्मोक गर्छु ऱ्यापर्स एस्ट्रेमा फाल्छु एसिड हप्तामा 7 दिनै चिल हान्छु लाखौंको डिल पुरा ग्याङले रक्सी खान्छ चिक्ने म पे गर्छु बिल हाम्रो रियल लाइफ हो मुभी त बनाउँदै बस्छस् रिल मसँग शब्दको ब्याङ छ चिक्ने हुन्न कहिले निल मलाई त खतरा छस् खतरा मेरो भाइ भन्छ दाइहरू आइडलाइज गर्छ अन्डर 18 सानो भाइहरू जे बोले पनि बिच्छ रे नराम्रो कुरा सिक्छ रे त्यसैले जबरजस्ती आजकल राम्रो हुन ट्राई गर्छु सोचो बन्नलाई तर लोको छ प्रोफाइल जसको पनि गीत जरोस्तलाई डिसो भन्छ हाइप फेरि बार स्पिड गर्दा नाइ भयो भन्छ माइक हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई बाजीगर बन मलाई बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई बाजीगर बन मलाई बाजीगर बन मलाई हारेर जित्ने मान्छे हो बाजीगर बन मलाई This is Yavi. सत्यता बोलिरहेको छु सबैजना सुन ल पक्षपात भइरहेछ सबको अघि प्रश्न छ सक्दैन चुपचाप लागि अब बस्न म आगो फुट्यो मनमा सबै पारिदिन्छु नष्ट म प्रश्न छ कि नेताहरू सबैजना भ्रष्ट छ त्यसको लागि गर्छ केही मोज मस्तीमै व्यस्त छ देख्दछ सबै तर केही पनि गर्दैन नाटक गरिराहु कि तँलाई साँच्चै गर्ने मन छैन ल भन्दै त के छ त्यस्तो लुकाउनु पर्ने मनभित्र दोषीलाई खुल्ला आकाश निर्दोषलाई जन्जिर जोर जस्तो काम कसरी भइस मन्त्री त यो सबै चटक देख्दा मेरो भित्री आत्मा बर्किन्छ नाटक मात्र गर्छ सही जनताको मन जित्न सबले कुरा बुझे तेरो जालमा कोही फस्दैन बस्दैन उठ्छ तयार छ जुत्न सक्दैनस्
बुझ्न समझमा आउँछ तेरो जब सबले मुखमा थुक्छ हात खुट्टा काटी तेरो म टाङ्गिदिन्छु रुखमा अर्को कोतवर मनाउँछु म बसन्तपुरमा आयो हेर फेरि जङ्गे राणा घुप्ट पारी छुट्न घुप्ट पारी छुट्न सरकारले धेरै दबाब खेपेको निर्मला पन्त हत्याकाण्डको रहस्य हत्यारा पत्ता नलागेपछि यसअघि दबाब दिन सङ्घर्षमा उत्रेका स्थानीय अधिकार कर्मी निर्मलाका आमा बुबा लगायत आफन्त पनि सुस्ताएका छन् सरकारले हत्यारा पत्ता लगाउँदैन कहिलेसम्म सङ्घर्ष गर्ने कहिलेसम्म धाइ राख्ने कहिलेसम्म कुर्ने तयार बस सबैजना लड्न जानु पर्छ मागेर मिल्दैन यहाँ खोसेर खानु पर्छ नेताको अगाडि देशको कानुन मर्छ त्यसैले सुनके बन्दैछ यो सन्की भानुभक्त खै बुद्धको देशमा शान्ति कहिले हुने हो धनी नेताले गरिबको पीडा बुझे पो जनताको लागि आफ्नो ज्यान दिन्छु भन्थिस् त देख्दैनस् क्या फुटपाथमा मान्छे सुतेको सबै चोरहरू देश बेची खान खोज्छ अब त लाज मान पाप गर्छ कतिसम्म पन्तको परिवार जहिले नि सोच्ने गर्छ भयो बलात्कार आँखा खुला किन मुख बन्द सबैको मूल मन्त्र किन तेरो घरमा आउँछ लासलेको दुर्गन्ध सोचो यो जनताले बिस्तारै बुझ्दैछ तयार बसै त शब्दको दबाबले आउन सक्छ भूकम्प गीत मात्र होइन आवाज हरेक नेपालीको घुसखोरी नेताहरू प्रति हाम्रो ठुलो जित हो हितोष सबै नेपालीको म यही चाहन्छु भगवान त होइन तर शान्ति चाओस् तथास्तु 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 बिग्रेको मेरो ठाउँ महेन्द्रनगर कचेडी गुण्डा ट्यापे आवाराहरूको सहर आफ्नै छ लहर आफ्नै चल्छ चहल पहल मोज गरी जुन दे मलाई चिन्ने बढी हल्ला नगर जहिले पनि मुख छाडी अगाडि हिँड्ने बानी लाग्छ दामी बदनामी भए पनि पाल हो मेरो पाल हो आए देखाउँछु खासमा म मान्छे कस्तो तालको हुँ यहाँ गल्ली गल्ली चोक चोक आफ्नो ठाउँमा एकअर्काको गाँड हान्ने बाउको बाउ छ सबैजना बस्ने गर चुपचाप सतर्क छोटे टाइममा गर्दा नत्र डुब्ला सम्पर्क मेरो टोलीमा केटाहरू गनेर 8 जना कसैको बाल छैन सधैँ हुन्छ चाड जम्मा भएपछि रमाइलो नभए लास्टमा चलिन्छ माल उठाउन हामी सुका सालसम्म यहाँको डन्ठे पनि एकदम बबाल छ बलात्कारी छोडी आउँछ गजेडी समात्न धेरै गाह्रो यहाँ सोच भए बाँच्न त्यसैले सिके मैले पनि गाजा तानी हाँस्न मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ दामी 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 लाग्छ मेरो ठाउँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ जे मनमा लाग्छ मैले त्यही यहाँ गर्न पाऊँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ दामी 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 लाग्छ मेरो ठाउँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ जे मनमा लाग्छ मैले त्यही यहाँ गर्न पाऊँ लोकल स्वैग मेरो ठाउँको लोकल स्ल्याङ हिप हप ड्रेस अप जस्तै लोकल कुची ग्याङ केटाहरू हाउडे मात्र कोही छैन जेन्टलम्यान सामान खाने धुलो हान्ने सबै मेन्टल छन् दिनभरि चोकमा चोप गर्दै बस्यो साँझ परे आन्टीको पसल भित्र पस्यो जब हानिन्छ छ्याङ तब भड्किन्छ ध्यान आधा रात भएपछि टक्क छम्मा पिट्ट गयो कसैलाई थाहा छैन के हुन्छ भोलि जिन्दगी भनेको 2 दिन त हो नि एक दिन यतिकै झ्याप्ने बित्छ अर्को दिन बाउको किचकिचले दिक्क त्यसैले आज रमाउन सिक त जो नराम्रो यो ठाउँमा त्यही नै ठिक छ मन छैन मलाई संसार जित्न मात्र छाती फुलाई बन्न पाऊँ सबको बिचमा मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ दामी 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 लाग्छ मेरो ठाउँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ जे मनमा लाग्छ मैले त्यही यहाँ गर्न पाऊँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ दामी 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 लाग्छ मेरो ठाउँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ जे मनमा लाग्छ मैले त्यही यहाँ गर्न पाऊँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ दामी 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 लाग्छ मेरो ठाउँ मेरो ठाउँ मेरो ठाउँ मेरो मेरो ठाउँ जे मनमा लाग्छ मैले त्यही यहाँ गर्न पाऊँ bitch